सकिन्छ तत्कालको लागि मर्मत अनि त्यसपछि जुन साइडमा एक्सिडेन्ट बढी भइरहेछ त्यसलाई कसरी छिटो त्यो काटेर अनि सफा तरिकाले बनाउन सकिन्छ त्यतातिर फर्स्ट स्टेप चाहिँ त्यही मेरो आफ्नो धारणा हो छिटो त्यसलाई पिकअप लिएर अगाडि बढाउनु पर्यो काम पिपर माध्यमबाट श्रीनगर आउने जुन बाटोमा पुल भत्केको 7-8 वर्ष भयो त्यो पुल चाहिँ सबभन्दा पहिला त्यो पुल चाहिँ गर्नु पर्यो हजारौँ किसानहरू मारमा गरेर ठिक छ कानुनले भ्यासम्म जसरी सहजीकरण हुन्छ हामीले जनतालाई र उहाँहरू कर्मचारी साथीहरूले मैले सबैलाई कोअर्डिनेसन गरेर कसरी सहजीकरण हुन्छ आम पब्लिकलाई कसरी सेवा सुविधा हामीले दिन सकिन्छ त्यो हिसाबले कोअर्डिनेसन मैले गर्ने काम चाहिँ अरूको तुलनामा चाहिँ अहिलेको फरक मैले देखाउने छु भन्ने जिज्ञासा सहित आफ्नो 2 शब्द म यही अन्त गर्छु।